हजुर के देख्नुभयो त पक्कै पनि पाइन्ट मात्रै देख्नुभयो होला। अनि पाइन्ट कति हो भनेर सोद्धाखेरि मैले अब यसलाई आएर 2500 भन्यो भने मान्छेले भन्छन् कति महँगो, मार्केटमा त 1000मै पाइन्छ अरे। अब 1000मै पाउने भने चाहिँ यस्तो हुन्छ है, कपडा हजुरले हेर्दै थाहा पाउनुहुन्छ, बटनहरू म्याच हुँदैन, जिपरहरू म्याच हुँदैन, भित्री कटनहरू यस्तो पातलो हुन्छ, यस्तो ट्याक्क तन्काउँदाखेरि हल्का यस्तो देखिने खाले हुन्छ। अब यस्तो खाले पाइन्टहरू चाहिँ हजुरले मार्केटमा सस्तोमै पाउन सक्नुहुन्छ है, 1000, 1500, 1500 जतिमा पनि पाउन सक्नुहुन्छ। यो भनेको हजुरको 2-4 चोटि लाउनलाई ठिक छ, सस्तो खोज्नेको लागि ठिक छ। तर प्रिमियम खोज्ने, लग्जरी पाइन्ट खोज्ने हो भने चाहिँ हजुरले ट्याक्क यसरी कपडाहरू हेर्न सक्नुपर्ने हुन्छ। जिपरहरू डाई गरेर ट्याक्क म्याच गरे हुन्छ, बटनहरू म्याच हुन्छ। अझ भित्री स्ट्रक्चर हेर्नुभयो भने यो भित्रको कटनहरू यस्तो मजाको हुन्छ नि, हेभी खाले हुन्छ है, जिउमा परेपछि हजुरको ट्याक्क एकदम फिटिङ आउने खाले हुन्छ। अरू भनेको हजुरको ट्याक्क यो तलपट्टि यो मोडाहरू पनि अब हेर्नुपर्ने हुन्छ होइन, कसरी वास गरिएको छ, कस्तो खाले सिलाइ छ। अब त्यो सबै कुराहरू हेरेर अब हाम्रो स्टोरमा आएर एकदम मजाले 2000, 2500 को प्यान्टहरू लिन चाहनुहुन्छ भने स्टोर भिजिट गर्न सक्नुहुन्छ।